केही दिन अगाडि म एउटा भिडियो राखेको थिएँ। अब मलेसियामा हुने साथीहरू मालामाल हुनेवाला छन्। अबदेखि मलेसियामा हुने कामदारहरूको बेसिक स्यालेरी 3000 भन्दा बढी हुनेवाला छ भनेर एउटा भिडियो राखेको थिएँ र अब चाहिँ फाइनली मलेसियामा रहेका अर्थविज्ञहरूले पनि भन्न थालिसकेका छन् कि अब मलेसियामा 1700 बेसिकले काम चल्दैन। अब चाहिँ मलेसियामा भएको दक्ष जनशक्तिहरूको लागि चाहिँ 3100 स्यालेरी बनाउनु पर्छ भनेर पार्लियामेन्टमा कुरो उठिसकेको छ र धेरै अर्थविज्ञहरूले यो कुरो चाहिँ उठाइरहेका छन्। अहिले मलेसियामा धेरै महँगाई बढेको छ। यो महँगाईको कारणले चाहिँ यो 1700 बेसिक भनेको एकदमै कम हो सबैले भनिरहेका छन्। मलेसिया सरकारले चाहिँ यहाँको नागरिक त्यसमा पनि दक्षहरूको लागि मात्र यो 3100 स्यालेरी बनाउने भएको छ। यसमा चाहिँ धेरै नेपालीहरू पनि वर्षौंदेखि आफ्नो कम्पनीमा योगदान गरिरहेका छन् र धेरै नेपालीहरू पनि दक्ष जनशक्ति भएका छन् यहाँ। तैपनि उनीहरूको चाहिँ बेसिक स्यालेरी त्यति नै हुने हो। यो चाहिँ 3100 बेसिक स्यालेरी चाहिँ मलेसियाको नागरिकहरूको लागि, त्यसमा पनि दक्ष नागरिकहरूको लागि मात्र हो है। यसमा चाहिँ अब पक्षपात चाहिँ हुन लागेको छ। अब धेरै विदेशी नागरिकहरू पनि मलेसियामा दक्ष जनशक्तिको रूपमा रहेका छन्। उनीहरूको स्यालेरी चाहिँ जस्ताको त्यस्तै नै रहनेछ। अब धेरैमा 2500 बिस्तारै बढ्दै गएर 2500 भएको होला। त्योभन्दा धेरै चाहिँ हुन नसक्ने। तर मलेसियामा महँगाई बढेर चाहिँ 1700 बेसिकले हामी पनि मरेका छौँ र यहाँको नागरिकहरू पनि मरेका छन्। महँगाई यति बढेको छ, यातायातमा होस् चाहे बस्न खानमा होस् सबैमा महँगाई बढेको छ। त्यसकारणले चाहिँ यो 1700 बेसिकले हुनेवाला छैन। अब चाहिँ बेसिक स्यालेरी बढाउनु पर्छ भन्ने कुरो धेरैले राखेका छन्, धेरै अर्थविज्ञहरूले राखेका छन्। अब यो बेसिक स्यालेरी चाहिँ यहाँको नागरिकहरूको लागि मात्र बढ्यो भने पनि हामीलाई फाइदा हुनेछ। किन फाइदा हुन्छ भन्दाखेरि यिनीहरूको अगाडि बढ्छ अनि बिस्तारै विदेशी कामदारहरूको पनि बिस्तारै बढ्नेछ। हजुरहरू ढुक्क हुनुहोला। यदि यहाँको नागरिकहरूको 3100 स्यालेरी भइहाल्यो भने विदेशी नागरिकहरूको बेसिक स्यालेरी पनि बिस्तारै बढ्नेछ। चिन्ता नमान्नुहोस् है त। हजुरहरूलाई मेरो भनाइहरू कस्तो लाग्छ? यदि राम्रो लाग्छ भने भिडियोलाई लाइक र शेयर गरिदिनु होला र आफूलाई मनमा लागेको प्रतिक्रियाहरू कमेन्ट मार्फत लेख्नु होला र आइडीमा नयाँ हुनुहुन्छ भने आइडीलाई फलो पनि गरिदिनु होला। यति मात्रै बिदा हुन चाहन्छु। हस्त नमस्कार, धन्यवाद, जय नेपाल। हजुरहरूको दिन शुभ रहोस्।